नमस्कार दर्शक महानुभावहरू, तपाईलाई आजको ताजा खबर टिभी युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनेटमै प्रस्तुत गर्न गइरहेका छौँ। समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टी दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। एकाएक भर्खरै शक्तिशाली विस्फोट के कति क्षति भयो, यसबारे सब जानकारी। सत्ताको अफिममा लट्ठिएका ओली प्रचण्ड, रासोपाभित्र असन्तुष्टि। रङ्गुन नदीले बगाउँदा एकजना महिलाको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहले एकाएक गर्नुभयो यस्तो घोषणा। बालेनबारे रविको जवाब, उहाँ कवि पनि हो नि, एक्लो हुनुहुन्न। धरनामा बसेकाहरूको स्वास्थ्य सुरक्षा र बसोबासमा ध्यान दिन आयोगको आग्रह। र दुर्गा परसाईको राजनीतिक स्वार्थले धरनामा बसेकाहरूको बिजोग। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, डडेलधुराको परशुराम नगरपालिका 12 की एक महिलाको रिङ्गुन नदीमा बगेर मृत्यु भएको छ। स्थानीय डम्बरीनाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका परिनायक उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए। आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ। खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब 5 किलोमिटर टाढा बस गोरार नजिक फेला परेको प्रहरी नायक उपरीक्षक सिंहले जानकारी दिनुभयो। त्यस्तै दर्शकबिन, ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानव अधिकार आयोग अगाडि विगत 6 दिनदेखि सडकमा जोखिमपूर्ण अवस्थामा धरना दिइरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी तत्कालका लागि घाँसबास र स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारको आग्रहलाई नागरिक बचाउँ महाअभियानका अगुवाहरूले अस्वीकार गरेका छन्। सडकको खोला र जोखिमयुक्त स्थानमा रहेका नागरिकहरूको जीवन रक्षाका लागि सरकारले उनीहरूलाई पहिले सुरक्षित ठाउँमा लैजाने र त्यसपछि मात्रै उनीहरूका मागहरूबारे मुद्दागत रूपमा गम्भीर छलफल गर्न स्पष्ट प्रस्ताव राखेको थियो। तर दुर्गा परसाई नेतृत्वको महाअभियानका तर्फबाट खटिएका वार्ता टोलीका सदस्यहरूले सरकारको यो मानवीय आग्रहलाई व्यवस्था गर्दै सडकमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न मानेका छैनन्। सरकारी वार्ता टोलीका संयोजक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदीका अनुसार सरकार नागरिकको सुरक्षा र माग सम्बोधनमा अत्यन्तै गम्भीर भएर वार्ताको टेबलमा बसिरहेको छ। राष्ट्रिय मानव अधिकार आयोगले समेत गत साउन 29 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्र लेखेर र आज प्रेस विकृति समेत जारी गरी सडकमा रहेका नागरिकलाई पहिले सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास तथा सुरक्षाको प्रबन्ध मिलाउन र संवादलाई निरन्तरता दिन सरकारलाई आग्रह गरेको छ। सरकार नागरिकको जीवधनको सुरक्षा गर्दै आयोगको सुझाव समेतलाई ध्यानमा राखेर वार्ताबाटै समस्याको निकासा निकाल्न तयार हुँदाहुँदै पनि आन्दोलनका नेतृत्वकर्ता दुर्गा परसाई र उनको निर्देशनमा चलेको वार्ता टोलीले भने यो आग्रहलाई लगातार लत्ताइरहेको सुवेदीले बताएका छन्। धरनामा रहेका एक अगुवाले सर्वसाधारणलाई सडकमा अगाडि सारेर उनीहरूको स्वास्थ्य र जीवनलाई जोखिममा पार्दै परसाईले आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको बताए। उनले भने सरकारसँग वार्ता सुरु भइसकेको छ, अब नागरिकलाई चिसो सडकबाट सुरक्षित स्थानमा सारौँ र उहाँलाई बचाउँ भन्दा हाम्रै नायिकी दुर्गा परसाईले मान्दैनन्। वृद्ध उमेरका नागरिकलाई 6 दिनदेखि सडकमा राख्दा उनीहरूको स्वास्थ्य बिग्रिसकेको छ।
पर्साईले मङ्गलबार विष्णु बोहराको संयोजकत्वमा 9 सदस्यीय टोलीलाई सरकारसँग वार्ताका लागि पठाएका थिए। उक्त वार्तामा सरकारी टोलीले पहिले सडकमा रहेका नागरिकलाई बचाउन सहयोग गर्नुहोस् अनि मागबारे विस्तृत छलफल गरौँला भनेर आग्रह गरेका थियो। त्यसबारे पर्साईसँग सल्लाह गर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट राति अबेर बाहिरिएको उक्त टोली बुधबार वार्तामा गएन। यद्यपि पर्साईले उल्टै सरकारलाई आरोप लगाउँदै भिडियो सार्वजनिक गरे। पुलचोकमा धर्नेमा रहेका एक व्यक्तिले पछिल्लो अवस्थाबारे असन्तुष्ट व्यक्त गर्दै उनले सर्वसाधारणलाई भड्काएर सडकमै जोखिममा राखिरहने पर्साईको यो राजनीतिक र हठका कारण वास्तविक पीडितहरू सङ्कटमा परेका छन्। त्यस्तै दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछाने सिङ्गो पार्टी सरकारको पक्षमा उभिएको जिकिर गरेका छन्। बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले एक्लो भएको भनेर लेखिएको विषयमा गलत अर्थ नलगाउन उनले आग्रह गरे। बालेनजीले लेख्नुभएको विषय उहाँ कवि पनि हो नि त, कलाकार पनि हुनुहुन्छ। यत्रो भिडमा पनि लाज मैले एक्लो महसुस गर्न सक्छ नि। त्यसकारण यस्तो होइन, हरेक शब्दका अर्थ खोज्न गयौँ भने कतै पुग्दैन। सिङ्गो पार्टीसँगै उभिएको छ, कहाँ हुनुहुन्छ उहाँ एक्लो भन्दै रवि लामिछानेले भन्नुभएको छ। त्यस्तै दर्शकबिन ब्याङ्क लघुवित्त सहकारी मिटर ब्याज प्रभावित तथा भूमिहीन सुकुम्बासीहरूले विभिन्न माग राखेर पुलचोक स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यक्रम अगाडि सडक पेटिकामा धरना दिएको प्रति आयोगले ध्यान आकर्षण भएको जनाएको छ। विगत 5 दिनदेखि भइरहेको धरनाको निरन्तर अनुगमन गर्दै आयोगले उनीहरूका समस्यालाई नजिकबाट निहालिरहेको स्पष्ट पारेको हो। समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्रियता धर्म साक्षरता र नागरिक बचाउँ अभियान नेपालका तर्फबाट वार्ता टोली गठन हुनुलाई आयोगले सकारात्मक रूपमा लिएको छ। लामो समय सडक पेटीमा बस्दा धरनामा सहभागी महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने र सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। प्रदर्शनरत नागरिकलाई उचित स्थानमा स्थानान्तरण गरी उनीहरूको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ। वार्ता प्रक्रियालाई निरन्तरता दिन आग्रह गर्दै आयोगका सहसचिव तथा प्रवक्ता डाक्टर टीकाराम पोखरेलले भने हरेक समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले दुवै तर्फका वार्ता समितिले संवादलाई निरन्तरता दिई वार्ताकै टेबलबाट समस्याको समाधान निकाल्नु पर्दछ। त्यस्तै दर्शकबिन प्रहरीले भदौ 1 मा बाँकेको कोलपुरमा गोली चलाएर 2 जना लागु औषध अफिम चोप कारोबारलाई पक्राउ गरेको थियो। लागु औषध नियन्त्रण ब्युरोका शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको टोलले उनीहरूको साथबाट 14 केजी 760 ग्राम अफिम बरामद गरेको थियो। अफिस सहित पक्राउ पर्नेमा रुकुम पूर्व सिस्ने गाउँपालिका घर भएका 43 वर्षीय कर्णबहादुर बुढा र बाँके कोलपुर नगरपालिका घर भएका 60 वर्षीय टोपजङ गिरी रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि 1 राउन्ड हवाई फायर गरिएको ब्युरोका सहप्रवक्ता डिएसपी जीवन निरौलाले जानकारी दिए। पक्राउ परेपछि कोलपुर नगरपालिका 6 घर भएका 60 वर्षीय गिरीले आफ्नो नाम टेपजङ गिरी बताएका थिए, तर अनुसन्धान गर्दै जाँदा उनले नाम ढाँटेको भेटिएको छ। उनको वास्तविक नाम टाइप सिंह गिरी रहेको कागजातबाट देखिएको छ। टाइप सिंह गिरी विरुद्ध यसअघि नै अदालतले लागु औषध अफिम मुद्दामा 15 वर्ष कैद सजाय हुने फैसला गरेको प्रहरीको अपराध रेकर्ड सिस्टम CRSमा भेटिएको छ। 2073 मङ्सिरमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अनुसन्धान गरेको मुद्दामा उनी विरुद्ध अदालतले 15 वर्ष कैद सजाय हुने फैसला गरेको हो। त्यसबेला 30 केजी र
100 ग्राम अफिम बरामद भएको मुद्दामा गिरी प्रतिवादी रहेको ब्युरोका डिएसपी निरौलाले जानकारी दिए। त्यसबेला उनीसँगै अफिमको काम गरेको प्रेमबहादुर गिरी अहिले जिल्ला कारागार रुकुम पश्चिममा कैद सजाय भोगिरहेका छन्। अदालतबाट कैद सजाय हुने फैसला भए पनि गिरी नाम ढाँटेर पक्राउ पर्नेबाट जोगिँदै आएको भेटिएको छ। पक्राउ पर्ने डरले उनले नाम ढाँटेर लागु औषध कारोबारलाई निरन्तरता दिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। त्यस्तै दर्शकबिन दिल्लीको टिकरी कलानमा रहेको सिएनजी रिफिलिङ पम्पमा सिलिन्डर विस्फोट हुँदा 3 जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य धेरैजना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार ट्रकमा सिएनजी रिफिलिङ भइरहेको बेला दुर्घटना भएको हो। पम्पका एक कर्मचारीले ट्रक रिफिलिङ गरिरहेको बेला सिलिन्डर विस्फोट भएको जनाएको छ। बाँकी अपडेट अर्को भिडियोमा।